त खाना पकाएको छु नि त छोरी अनि अहिले एकछिनमा खानिन्थ्यो ल सबै तयारी गरेर राखेको छु नानीलाई अनि अरू के छ नानी स्कुलबाट आएको कस्तो भयो त पढाइ कस्तो भयो राम्रै भयो अनि म्याम सरले के पढाउनु भयो त हजुरलाई हामीलाई जथाभावी पूर्ण पाल्नु भनेर सिकाएको छ नि हो र अनि अरू हामीलाई कसरी एड गर्ने सब्ट्र्याक्ट गर्ने सबै सिकाउनु भएको छ नि म्याथ सरले र अनि आफूभन्दा ठुलो मान्छेलाई के भन्ने कसो गर्ने भनेर सबै सिकाउनु भएको छ कसरी आफूभन्दा ठुलालाई सम्मान गर्ने आदर गर्ने मम्मी मलाई साह्रै भोक लागिरहेको छ मैले मिठो मिठो खाना पकाएको छु नि छोरी अहिले भित्र गएर खाने हस् हस् अनि नानुको स्कुलमा कस्तो पढाइ भयो त राम्रै भइरहेछ अनि सर म्यामलाई के भन्नुभयो त सर म्यामले नानीलाई कस्तो पढाइ भएको छ के कस्तो के सोध्नु भएको छ सरले हामीलाई जथाभावी फोहोर नफ्याल्ने भन्ने पनि सिकाउनु भएको छ एडहरू कसरी गर्ने र घटाउने कसरी जोड्ने कसरी त्यो पनि सबै सिकाउनु भएको छ नि कति ज्ञानी छोरी है अनि म्यामहरूले आज कुन विषय पढाउनु भयो त नानीलाई मलाई नेपाली पढाउनु भयो सामाजिक पढाउनु भयो म्याथ पढाउनु भयो सबै पढाउनु भयो अब एकछिन पछि नानीलाई भोक लाग्छ अनि त्यहाँबाट खाना खानेछ हस् ल नानु अब तिमीलाई पनि भोक लाग्यो होला होइन अब एकछिन पछि पढ्नु पनि पर्छ अहिले खाना खाने हो टङ्किनी कहाँ गयो अघिदेखि यही म खोजिरहेको छु कहाँ गयो यसलाई त म त भेटेँ भने नि मारिदिन्छु होला है कहाँ गयो अघिदेखि कहाँ गएको भनेको अघिदेखि मैले खोजेको देखिनँ खोजेछु अघिदेखि कहाँ गएको त्यहाँ मैले भित्र राखेको खाना के गरेको ह भाँडा त खाली छ त आमा भात छोडेको भोक लाग्यो अनि खायो त्यहाँ मेरो छोरीलाई राखेको भात त खाने मारिदिउँ अघिदेखि झन् भात खोजिरहेको छ अनि त्यसो न छोरी खोइ कहाँ जान्छ त्यो डङ्किनी के मैले ठेका ल्याएको छ हजुरको छोरीको लागि होइन के भन्न खोजे तिमीले आखिरी त्यो ठुली छोरी पनि मेरै छोरी हो सानी छोरी पनि मेरै छोरी हो मेरो छोरी भएपछि तिम्रो पनि छोरी हो किन छोरीलाई यसरी गाली गर्छौ किन हेला गर्छौ थाहा छैन मलाई त्यस्तो कस्तो त्यो डङ्किनीको मसँग ठेक्का छैन मेरो कान्छी छोरीलाई मात्रै मेरो छोरी हो तिमी यसरी आएर छ नि ठुलो छोरी डङ्किनीसँग किन नभन ल मैले वार्निङ दिइसकेँ याद गर एउटा कुरा जथाभाइ चाहिँ बोल्न पाइन्छ छोरीलाई डङ्किनी भन्न पाइन्छ के देखाएको छु याद गर त्यसरी मुहा जे आयो पेच्च नबोल म सक्दिनँ कसैको छोरीको ठेका लिएको छैन मेरो छोरी भने मेरो छोरी हो त्यो अर्को त्यो डङ्किनीको मसँग कुरा गर्न आउनु तपाईँ पनि बाहिरबाट कसको कुरा सुनेर आएको होला मसँग बाँच्नलाई छोरीलाई एका चाहिँ डङ्किनी भन्छ त भन्यो फेरि याद गर नि फेरि मैले अहिलेसम्म सहेको छु त्यसको को छ त्यसको बाउ भने म हो आमा भने तिमी हो त्यसकी आमा सानैमा मरेर गइहाली ऊ बेला त भन्थ्यौ त म माया गर्छु हुन्छ भनेर मसँग आएको होइन छैन कुनै पनि ठेका लिएर आएको छैन मैले कसैको छोरी होइन मेरो छोरी भएपछि तिम्रो पनि छोरी हुन्छ याद गर त्यस्ता नचाहिने कुरा नगर होइन दुईटै छोरी भएपछि दुईटै छोरीलाई माया गर्नु पऱ्यो नि एक डङ्किनी भनेको छ के गरेको छ कसो गरेको छ जहिले पनि हो गएको छ मैले सुनेको छु धेरै कुरा सुनेको छु यस्ता कुरा नगर फेरि राम्रो हुने छैन मबाट हुँदैन नि सौदाको हुन्छ मेरो भने मेरो मलाई त कस्तो छोरीसँग जोडेर मलाई नगराउनु
होइन त्यसको को छ यहाँ त्यसको पो को छ के सौता छोरी भन्दैमा ती मरेर गए को आमालाई चाहिँ ती आमा भइदियो भने ल हो भन्नु त्यसको आमा पनि छैन त्यसको बाउ भने मै हुँ र दोस्रो स्टेप के आमा भने तिमी हो छोरीलाई त्यसो गर्न मिल्छ आफ्नै कोखबाट नजन्माए पनि माया त गर्नु पऱ्यो नि आखिर छोरी भने त छोरी हो नि तिम्रो यस्तो किसिमको व्यवहारले गर्दा यो सारा गाउँलेहरूले के भन्छन् हेरिराखेका छन् सबैले ल कोहीले झ्यालबाट हेरेका छन् उहाँ उता झ्यालबाट हेरेका छन् कोहीले सडकबाट हेरेका छन् यस्तो बेइज्जत गर्नु तिमीलाई अलिकति लाज शरम आउँदैन याद गर हाँ हुँ होइन नरहेर तिम्रो साथमा अरू कोही नभए पनि हामी छौँ नि तिम्रो साथमा यता हेर त मलाई सौतिनी आमाले साह्रै हेला गर्छिन् खान पनि दिन्नन् कुटपिट गर्छिन् अब म त्यो घरमा कसरी जानु चिन्ता नलिऊ हेर हामी छौँ नि तिम्रो साथमा नरहेर तिम्रो साथमा अरू कोही नभए पनि हामी छौँ समाज छ गाउँ छ किन चिन्ता लिन्छौ नरौ न तिम्रो साथमा गएर त हामी छौँ नि त छोरी 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 के भयो तिमीलाई मलाई सौतिनी आमाले कुटिन् हेर त्यसलाई मैले जाने छ मेरो यो एउटा एक्लै छोरी कहाँ लगाएर के गर्ने होला मैले कसरी यसलाई बचाउने सधैँ यस्तै देखिन्छ कुटाकुट कहिले कहिले के गरेछ म थाहा पाउँछु नरौ छोरी ल हिँड भित्र जाऊ हिँड नरौ छोरी आऊ अरे राम यसले यो डङ्गिलले गर्नसम्म गरी अब के गर्ने ल हेर होइन यो एउटा छोरीले त्यसको के खाइदिएको थियो र अरे यो दिनभरि काम गर्छ घाँस काट्छ कहिले नभएकोलाई घाँस ल्याएर वस्तुलाई हाल्छ पकाउनै पनि सहयोग गरेछ अब के गर्ने ल हेर कोठरीबाट र छोरी नरौ छोरी नरौ छोरी तिमीले जे भए पनि आफ्नो बुवाको माया त पाइरहेछौ नि होइन बुवा त हो नि आमा त होइन नि सौतिनी आमा हो नि छोरी त हो नि तर सौताको जस्तो व्यवहार गर्छिन् बिहानदेखि बेलुकासम्म काम 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 अनि सानो गल्ती भयो भने गाली गर्छ बुवा आफ्नो संसारमा व्यस्त मलाई हेर्ने समय छैन मलाई त कहिलेकाहीँ लाग्छ म घरमा मान्छे होइन तर तिमी परदेश फर्केपछि यो कुरा कसरी सम्झाउने फेरि म त्यही घर त्यही पीडामा बस्छु नि थोरै साहस तिमीबाट पाएँ भने म त्यो दिन पर्खेर बाँच्न सक्छु हेर तिम्रो यो कुरा सुन्दा त मेरो मुटु पोल्छ के यो कुरा तिम्रो बुवालाई थाहा छैन म धेरै वर्ष परदेशमा बसेर थाहा पाएको कुरा के हो थाहा छ संसारमा सबैभन्दा ठुलो पीडा भनेको आफ्नै मान्छेको नजरमा पराइ हुनु हो तिमी एक्लै छैनौ तिम्रो साथमा म छु एक दिन यस्तो आउँछ तिमीलाई त्यो घरमा कसैले हेला गर्न सक्दैन यो घरमा केवल म जिम्मेवारीको लागि मात्र छु तपाईँको आफ्नै छोरी भएको जस्तो महसुस भएन हेर छोरी तिमी सानै 2 वर्षको हुँदा
तिम्री आमा बितिन् मैले अर्को एउटा नयाँ जीवन यापन गर्ने सोचे कसरी हुन्छ। अब मैले बाध्यतावश बिहा गर्न अर्को आमा ल्याउनै पर्यो देखिहाल्यो। अब के गर्नु? त्यति बेलादेखि उनैको मायामा म फसेँ। उनले जे भन्छन् त्यही मान्दै आएँ। आखिरी हो तिमी मेरो एउटै मात्र छोरी हो, पहिलो छोरी। तर के गर्नु, म बाध्यतामा डुबी छोरी। मलाई बाध्य गरायो। यो दोस्रो बिहे गर्नु जस्तो महापाप कुनै हुँदो रहेछ कि सन्तानै नभएको भए दोस्रो बिहे गर्दा ठिक हुन्छ। नत्र भने तिमीलाई मैले त्यस्तो नचाहिने कुनै व्यवहार गरेकै छैन छोरी। तिमीलाई त्यस्तो भान भएको मेरो मनमा खड्किराखेको छ। यो मनमा बहुत खड्केको छ। मेरो एउटा छोरी छ, त्यसको जीवनमा कुनै पनि त्यस्ता किसिमका घटना नघटुन् जसको बाउ आमै छैन भने नपरोस् भन्ने लाग्छ। तर के गर्नु छोरी, म बाध्यतामा अल्झिएँ छोरी। के गर्छौ? यो जिन्दगी तिमी पिर नमान। तिमीले भने जस्तो म गर्छु छोरी। तिमीलाई के चाहिन्छ त्यही भन। अब त मैले पुर्याउन सक्छु। पुरा बुझ्यौ छोरी? बुवा, म नि तपाईँकै छोरी हुनु, किन मलाई यस्तो बिहा गर्नुहुन्छ? मलाई नि भोक लाग्छ नि। तपाईँले कान्छी छोरीलाई मात्र माया गर्नुहुन्छ? के म तपाईँको छोरी होइन र? हो छोरी, तिमी मेरै छोरी हो। तिमी मेरो पहिलो सन्तान। रगतको नाता छ। मेरो पहिलो सन्तानलाई मैले त्यति राम्रोसँग हेरचाह गर्न सकिनँ। ममा ती कमजोरीहरू छन्, तर मलाई बाध्यताले डोर्यायो छोरी। तिम्रो कान्छी आमाले जे भन्यो सोहीतिर गर्न थाल्यो। अब आएर नाता रगतको भन्दा पनि नजिककी छोरी हौ तिमी मेरो प्राण प्यारी छोरी हौ छोरी। नरुनु बुवा, नरुनु। नरुनु बुवा, म छु नि तपाईँको छोरी। त्यसैले त आफ्नो सन्तान, आफ्नो रगत आफूलाई प्यारो हुन्छ छोरी। मैले ठुलो गल्ती गरेछु। बा, म तपाईँलाई केही कुरा भन्न चाहन्छु। के कुरा हो? धेरै दिनदेखि मनमा अड्केको कुरा हो। तपाईँलाई थाहा छ नि, म सानो हुँदाखेरि आमा गुमाएँ। त्यो दिनदेखि मेरो संसारै बदलियो। तपाईँले म एक्लो नहोस् भनेर अर्कै आमा ल्याउनु भयो। तर बुवा, उनले कहिले मलाई आफ्नो छोरी ठानेन। सौतिनी छोरी व्यवहार गरे। बिहान बेलुका सधैँ मलाई घरको सदस्य नै होइन जस्तो व्यवहार गरे। बुवा, कहिलेकाहीँ तपाईँको थाकेको अनुहार देख्दा म आफ्नो आँसु लुकाउँथे। तपाईँलाई अझै म दुःखी बनाउन चाहन्नथेँ, तर तपाईँको हातको एकचोटि टाउकोमा राखेको माया त्यो दिनभरको पीडा पखालिन्थ्यो। म तिम्रो हरेक कुरा सुन्न तयार छु, तर छोरी मलाई थाहा थियो तिमीले धेरै कुरा सहनु पर्छ। मैले बिचमा केही बोल्दा यो घरमा आगो सल्किन्थ्यो। त्यसै कारण म चुप रहन बाध्य भएँ छोरी। तर एउटा सत्य कुरा बुझ, मैले तिमी माथि माया कहिले घटाएको छैन।
यो मनमा बहुत माया छ छोरी, तिम्रो मलाई बहुत माया लाग्छ, तर म चुप्प लाग्न बाध्य भएँ। किन थाहा छ छोरी, यो घरमा आगो सल्किन्थ्यो, त्यही कारणले म चुप लाग्न बाध्य भएँ। तर तिमी माथि मेरो माया कहिल्यै घटेको छैन छोरी। छोरी, तिमी मेरो प्राण प्यारी हो छोरी हो, तिमीमा मैले माया कम गरेको छैन। पहिलो सन्तानको रूपमा मेरो छोरो भने पनि छोरी भने पनि तिमी नै थियौ, तिमी नै हौ, तिमी नै रहनेछौ छोरी। मलाई त्यस्तो नठान, म तिमीलाई सधैँ माया गर्छु छोरी, मबाट कहिल्यै टाढा हुन्न, पिर नगर। बुवा, त्यो नै मेरो सबैभन्दा ठुलो धन हो। अरू सबै कुरा सहन्छु, तर तपाईँको माया कहिले पनि नटुटोस्। छुट्दैन छोरी, 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 अरू कसैले माया नगरिनी म तिमीलाई माया गर्छु। तिमी त मेरो मुटुको टुक्रा हौ छोरी, मेरो मुटुको टुक्रा। तिम्रो सानी आमाले जे सुकै भने पनि तिमीले मबाट चित्त नदुखाऊ छोरी। हेर्नु दाइ, सौतिनी छोरी भनेर के हर्नु? त्यो गोपाल काकाको छोरीको हरिबेजो हो नि भाइ। न त आफ्नो आमाको माया पाइन्, न त अहिले आएर सौतिनी आमाको अन्न दुःख पीडामा बाँचेकी छ। हुन्छ नि, त्यहाँ ठुल्ठुलो रहेछ। ए बहिनी, तिम्रै कुरा गरिरहेको थियो नि। त्यही डोको नाम्लो बोकेर के घाँस खान जानु लागि। तिमीलाई त सौतिनी आमाले नि साह्रै हेला गरिदिरहेछन्। आमा बितेपछि बाले अर्कै ल्याउनु भयो। सुरुमा त ठिकै लाग्थ्यो, तर पछि भोक लागेको बेलामा भाडो छुन पनि नपाउने। तर बाउ त तिम्रै हुने होइन र? हो, तर बालाई पनि सौतिनी आमाले आफ्नो बसमा राखेकी छिन्।